र कस्तो खालको आँखा चाहिँ फेरिन्छ, मतलब जुन हामी भनिन्छ आँखा फेर्ने अरे भन्दाखेरि र कस्तो खालको आँखा चाहिँ फेर्न सकिन्छ? अब जस्तो अब भिजन कम भएको छ हैन, त्यो डिजिज अनुसार। हाई हेलो नमस्कार, म दिलीप गौतम तपाईहरुको सामु मेची आँखा अस्पतालको सेकेन्ड पार्ट लिएर आएको छु र यही बीच हाम्रो कुराकानी हुन्छ मेची आँखा अस्पतालका प्रेसिडेन्ट महोदय। तपाईं यहाँका को हुनुभयो? प्रेसिडेन्ट। नमस्कार गाइस, अहिले हाम्रो भेट भएको छ आँखा अस्पतालका चेयरम्यान महोदयसँग र उहाँसँग दुई जानकारी लिन म उहाँसँग केही सोध्ने छु र तपाईहरु सुन्नु होला गाइस। र हजुर, म यो जान्न चाहन्छु कि यो आँखाको अस्पताल जुन हो यो के सरकारी अस्पताल हो? हैन, यो सरकारी अस्पताल भन्दा यो सामुदायिक अस्पताल हो। सामुदायिक अस्पताल हो, सेमी गभर्नमेन्ट भन्छ जुन हामीहरु भन्छौं। यो उपभोक्ताहरूले यो कन्ज्युमरहरूले चाहिँ रन गरेको अस्पताल हो। हजुर हजुर, कुनै प्राइभेट अस्पताल होइन। हजुर। अब तपाईले भनिराख्नु भयो जति पनि हाम्रा बाहिरबाट आउने, हजुर, आसाम लगायत अन्य कन्ट्रीबाट आउने तपाईको जुन आँखा रोगीहरू हुनुहुन्छ, हजुर हजुर, उहाँहरू चाहिँ मेची आई अस्पताल भनेर यहाँ आउँछन्। तर अब नेपालमा तपाईलाई थाहा छ हजुर सबै नै नाम धेरै अस्पतालहरू चाहिँ खुलेका छन्। जब हामी बोर्डर काँकरी भित्ता आइपुग्छ, काँकरी भित्तादेखि नै यति धेरै चाहिँ आई अस्पतालहरू छन्, तर त्यसमा सबै चाहिँ मेची अगाडिपट्टि मेची लेखेको हुन्छ। तर त्यो भन्नाले तपाईको चाहिँ इलिगल हो। उहाँहरू तपाईको चाहिँ रेजिस्ट्रेसनमा त्यो छैन, तर उहाँहरू लेख्दाखेरि चाहिँ मेची आई अस्पताल भनेर जति पनि आँखा रोगीहरू आउनुहुन्छ यहाँ चाहिँ बाहिर कन्ट्रीबाट, उहाँहरूलाई चाहिँ भनौँ न अलिकति अहिले अलिक सकस परिराखेको छ। किन उहाँलाई यता यहाँ भनेर आएको अन्तै ठाउँ पुर्याएर अलिकति दुःख दिइराखेको छ। तर हामी चाहिँ के भन्छ भने जति पनि अब नेपालमा यत्रो चाहिँ भनौँ न विदेशबाट चाहिँ उहाँहरू आउनुहुन्छ आँखा राम्रो गर्नको निमित्त, त्यस कारणबाट उहाँहरूले चाहिँ हामी दुःख नपाओस्, उहाँहरूले यहाँ आएर कम्फर्टेबल होस्। जति पनि उहाँहरू आँखा रोगीहरूले चाहिँ भनौँ न आँखा देख्ने भएर जाओस् र हाम्रो उद्देश्य चाहिँ के भने जहीँ गए पनि राम्रो उपचार होस् के। उहाँहरूलाई कुनै भने कहीँ जान्छ भने उहाँ घरबाट हिँडिसकेपछि मेची आई अस्पताल भनेपछि यहीँ आउनु पर्यो। कुनै अस्पतालमा लगेर दुःख दिने तर बढी पैसा लिने गरेको म सुन्छु होइन, तर त्यो ठिक होइन। हजुर, र एउटा कुरो सोध्न चाहन्छु र उहाँ अब जस्तो उहाँबाट जुन आँखा देखाउन भनेर आउनुहुन्छ उपचारको लागि होइन, र उहाँ यहाँ आएपछि कसैको विचार हुन्छ एक दिनमा घुर्ने, कसैको हुन्छ 2 दिनमा घुर्ने, र खाने र बस्नेको के सुविधा यहाँ ग्रहण गर्नु भइरहेछ तपाईहरुले? यस्तो छ, अब तपाईलाई थाहै छ अब हाम्रो यो अस्पताल भित्र पनि 220 वटा फ्री बेड, त्यहाँ चाहिँ पैसा लाग्दैन कि हैन। 220 वटा 200 बेड चाहिँ अब उहाँहरू पैसा नहुने गरिबहरू हुन्छ नि, हजुर हजुर, उहाँहरूलाई चाहिँ त्यो पैसा लाग्दैन हैन। अब हाम्रो चाहिँ भनौँ न सामान्य चाहिँ 10-15 वटा क्याबिन भनौँ न, हजुर क्याबिनहरू पनि छन्। कोही मान्छे चाहिँ भनौँ न अहिले हाम्रो चाहिँ क्याबिनहरू हेर्नु भयो तपाईहरुले अलिकति छक्क पर्नुहुन्छ होला। हजुर, अहिले आइसी 650 भन्ने नेपाली 1000 के 1000 मा चाहिँ 5 स्टार लेभलको चाहिँ हामीले त्यो सुविधा दिएको छ। यो भर्खर बनेको हो। अब त्यसमा चाहिँ तपाईको 1000 नेपाली 1000, अब इन्डियन मनी हो भने चाहिँ तपाईको 640 हैन 640 लाग्छ। त्यस कारणबाट अब बाहिर पनि तपाईले देखिराख्नु भएको छ यति धेरै, मलाई चाहिँ 80 वटा चाहिँ होटलहरू छ भन्ने सुनिरहेको छ यी बाहिर हैन। लाग्छ उहाँहरूले राम्रै सुविधा दिनुभएको छ होला। हजुर हजुर, र त्यस्तो अप्ठ्यारो छैन, कम्फर्टेबल। तर एउटा कुरो के भने जति पनि मेची आई अस्पतालमा उपचार गर्न आएका उसहरूलाई चाहिँ केही दुःख दिएको छ, यो चाहिँ दुःख नदियोस् भन्ने हाम्रो चाहना। किनभने हामी जहीँ गए पनि यत्रो हामीलाई विश्वास गरेर बिलिभ गरेर चाहिँ बाहिरबाट आएको चाहिँ बिमारीहरूलाई अब हामीले चाहिँ कम्फर्टेबलसँग चाहिँ भनौँ न सुविधा दिन पाओस् भन्ने चाहना मात्रै। अब उहाँहरू आफ्नो विचार हो। अलिकति तपाईको यो हस्पिटल भित्र म देखाउन सक्छु हैन, देखाउन सक्छु र केबिन कहाँ छ तपाईहरुको देखाउन सक्छु म हैन। हजुर हजुर, हजुरलाई विशेष धन्यवाद। ल तपाईहरुलाई पनि धन्यवाद। र फर्स्ट तपाईहरु आउनुभयो हस्पिटलमा, अब गर्नु चाहिँ कहाँ जानु, कहाँ टिकट काट्नु कहाँ भनेर तपाईले के सोच्नुहुन्छ भने यो 8 नम्बर काउन्टर हो जहाँ कि तपाईहरु टिकट काट्न सक्नुहुन्छ हैन। यो 8 नम्बर काउन्टर हो र नेपालको 160, इन्डियाको कति 100 रुपैयाँको टिकटले सारा चेकअप हुन्छ। र सुन्नु भयो होला, इन्डियाको 100 रुपैयाँको टिकटले सारा कुछ चेकअप तपाईहरुले गरेर भेट्नुहुनेछ। आई चेकअप के लिए आए? हाँ। तो अभी आज पहली बार है या कोई दिक्कत नहीं? कोई दिक्कत नहीं, बोलिए बोलिए। कोई दिक्कत नहीं। आज आपका फर्स्ट दिन है? फर्स्ट है, तो अभी कुछ किया नहीं है आप लोग? जी धन्यवाद। हजुर तपाईहरुको घर कहाँ हो? आसाम। आसाम, आसाम कहाँ देखि? आफ्लोङ, डिमासाउ। आसामको त म पनि हो। र हेर्नु गाइस, तपाईहरुले हरेक क्षेत्रमा तपाईहरुले एउटा पाइला स्टेप स्टेपमा म चाहिँ आसामकै मात्र बेसी भाग मानिसहरु ट्रिटमेन्ट गर्न आउनुभएको देखिरहेको छु। र तपाईहरु पनि कन्फ्युज नहुनु होला, मेची आँखा हस्पिटल चाहिँ कुन चाहिँ हो भन्दा यो हो। र उहाँ तपाईँ सुन्न पाउँछु नि, तपाईको मुनाराम पाण्डे। र तपाईको के भइरहेछ आँखाको समस्या? आँखाको मतलब धमिलो देख्थे, धमिलो हैन,
उहाँले भन्नुभयो कि मेरो अपरेसन गरेर प्रकष्ट देखियो हजुर तपाईँले पनि गर्नुहोस् स्पष्ट देखियो हजुर भनेर उहाँले मलाई तपाईँ कहिले आउनुभएको थियो पहिला आएको थियो फर्स्ट टाइम कति दिन भयो आउनुभएको कि आजै आइपुग्नु भएको थियो हिजो आएको र कस्तो लाग्यो तपाईँको यहाँको सुविधाहरू देखेर बहुत राम्रो लाग्यो बहुत राम्रो केही त कहीँ परेशानी कहीँ दिक्कत कहीँ केही परेशानी कहीँ दिक्कत भएन सबैको प्रेम डाक्टरको नर्सको सबको मतलब व्यवहार चाहिँ अति राम्रो लाग्यो राम्रो थियो हजुर हजुर यस्तै कन्टिन्यू होस् र फेरि मतलब कहिले तपाईँलाई फेरि नेक्स्ट टाइम कहिले बोलाइरहेको को हामीलाई थाहा छैन भोलि डाक्टरले फाइनल रिपोर्ट दिन्छ आज आज तपाईँहरू यहाँ रिलिज गर्नुभएको छैन आज जस्ट यो अपरेसन भएको आज अपरेसन भएको होइन तपाईँहरूको र नमस्कार हजुरलाई पनि तपाईँको त्यो घर हजुर म पनि दिमा हाँसा हो दिनमा हाँसाको हो तपाईँ उहाँभन्दा फर्स्ट टाइम यहाँ आउनुभएको थियो नहीं म सेकेन्ड टाइम हो यहाँ सेकेन्ड टाइम हो र फर्स्ट टाइम तपाईँको के भइरहेको थियो आँखाको फर्स्ट टाइम त्यही धमिलो देखिनु थियो र अनि जब तपाईँको उपचार भयो त्यहाँबाट तपाईँको हजुर राम्रो भयो राइट साइडको अहिले फेरि राइट साइडको अहिले त्यो गर्नु हुँदैछ होइन तपाईँहरू पनि सँगै आउनुभएको हजुर हजुर धन्यवाद 7 जना आउनुभएको थियो र सुनिहाल्नुभयो उहाँहरू टोटल 7 जना आउनुभयो 7 जनामा कतिजना चाहिँ चेकअप उसको लागि आउनुभएको 7 जनामा गाइस 5 जना ट्रिटमेन्टको लागि आउनुभयो हेर्नु भरिएर आउनुहुँदैछ आसामदेखिबाट र तपाईँहरू निक्लिनु हुँदैछ कहाँ भनेर अरू पुग्नु हुँदैछ कहाँ त्यो चाहिँ विशेष गरी ध्यान दिनु होला धन्यवाद र गाइस तपाईहरू त नेपाल मेची आँखा अस्पताल भनेर आउनुहुन्छ तर तपाईहरूसँग नेपाल आउने अगाडि नेपाल पानीट्याङ्की बोर्डरमा कस्तो खालको घटना घट्छ त आउनु बुझौं ভুক্তভোগীसँग হয় আপোনাৰ ফাৰ্ষ্টৰ পৰা কোৱেশ্চন আপুনি যেতিয়া বৰ্ডাৰ নামিছে আপোনাৰ লগত কি হৈছে মই বৰ্ডাৰত যেতিয়া নামিছো মোৰ লগত আৰু কেইজন আছে বোলে এইটো গভৰ্ণমেণ্ট হস্পিটাল ভাল ট্ৰিটমেণ্ট হয় বোলো পিছে মই চাইনবোৰ্ডটো চালো নহয় মই এইটোতো মেচি আই হস্পিটাল নহয় নামটো কিন্তু তাতো মেচি নেত্ৰালয় বুলি আছে কিবা কিবি লেখা আছে এইটো মেচি আই হস্পিটালটো নহয় মেচিতে যাম কল বোলে এইটো মানে বহুত দূৰৰ পৰা 28 কিলোমিটাৰ দূৰ হ'ব মানে হলে হলো যাব লাগিব মোক যাব লাগিব পিছে মই পাছত টেকাৰত আহিলো বাছত আহিলো যোনটো আপুনি টোটো বা যি গাড়ী লৈছে মানে সেইজনে লৈ গৈছে আপোনাক এইটো হস্পিটেল এইটোৱে কাৰণে গাইজ আপুনি শুনি পাইছে সেই কাৰণে মই আপোনাক এৱাৰনেছৰ কাৰণে এইটো ভিডিঅ'টো আপোনালোকৰ ওচৰত আনিছো আপুনি গম পাইছে আপুনি যেতিয়া পানী টেংকি নেপাল ইণ্ডিয়া বৰ্ডাৰত আপুনি নামে তেতিয়া যদি আপুনি কয় যে মই যাওঁ চকুৰ হস্পিটেলত তেতিয়া আপোনালোকক লৈ যায় সিধা মেচি नेत्रालय जे कि एटु सम्पूर्णभावे प्राइभेट र गाइस उहाँसँग जानकारी लिए पछाडि हामीहरू लाग्छौं हस्पिटलमा अरु के सुविधा भन्नेतिर जान्न र गाइस जति पनि तपाईहरु यहाँ देख्नु हुँदैछ उहाँ प्राय जस्तै आसामबाट आउनु भएको छ आँखा रोगी पेशेन्ट र हस्पिटलमा ओपीडी कस्तो छ डाक्टरहरु कस्ता छन् ती सबै कुरा पनि तपाईहरुले यहाँ के यो अब आँखाको सम्पूर्ण आँखाकै हस्पिटल भनेर जानिन्छ किनभने मेची आँखा हस्पिटल भनेर लेखिएको छ हैन नकी लेखेको छ नाक घाटी भनेर त यहाँ लेखिएको छैन विशेष गरी हामीहरुको आसाम इन्डिया देखि चाहिँ यो हस्पिटललाई आँखाको हस्पिटल भनेर जान्दछ र यहाँ के आँखा पनि फेरिन्छ त आँखा फेरिन्छ यहाँ चाहिँ आँखा चाहिँ जस्तै अब के हुन्छ भने सबै नसा ठिक हुनु पर्यो नसाले आँखाको त्यो रोशनी मात्रै गएकोलाई त्यसलाई दोस्रा मान्छेको दिनै आँखा फेर्ने काम यहाँ दिनै भइराखेको छ अनि आँखा यहाँ कि यही उपलब्ध हुन्छन् कि आँखा न के हामीले खोजेर ल्याउनु पर्छ आँखा यही पनि उपलब्ध हुन्छ हाम्रो आँखा डोनरहरू यही छ आँखा दानहरू यही गरिराखेको हुन्छ आँखा डोनरहरू छ नि आँखा डोनर पनि छ जस्तै बिरामी मान्छे मरेर 1 घण्टा भित्रमा यहाँबाट गएर आँखा हामी निकालेर ल्याएर चाहिँ त्यस्तो नि छ सुविधा त्यो पनि छ र कति खर्च लाग्छ त आँखा एउटा फेरौँ भन्दाखेरि आँखा फेर्नको लागि लाग्दैन त्यही नेपालको 10-12 हजार नेपालको 10-12 हजारमा आँखा पनि फेरिराखेको छ ठुलो परेको आँखा त त्यो मोतीबिन्दु हो अब त्यो मोतीबिन्दु हटाउनको लागि लेन्स लगाउने हो अब त्यो चाहिँ अब त्यो मैले माने फुलो परिरहेछ एउटाको आँखा बनिएन भने जुन हामीहरू जान्छन् अब देख्दैन त्यसले के आँखा फेर्न सक्छ अब त्यो डाक्टर साहबलाई ल्याएर देखाएपछि मात्रै त्यो चाहिँ थाहा देखेपछि तर आँखा फेरेको जुन पैसा मान्छेको सोचे छ मेरो आँखा बिग्रियो 2 लाख लाग्ला 5 लाख लाग्ला 10 लाख 12 लाख लाग्ला भन्ने त्यो परेन 8000 12000 मा आँखा फेरिन्छ लु सुन्नु गाइस म एकदम अचम्मै परे आँखा फेरेको मात्रै 8बाट 10,000 मान के चल्नु 20,000 अरे बहुत ठुलो कुरा हो गाइस मैले जान्दाखेरि चाहिँ मलाई लाग्थ्यो आँखा फेरेको मेरो मनमा चाहिँ धारणा थियो म जस्ता अरूको पनि कति मनमा धारणा होला आँखा फेरेको 4 लाख 5 लाख वा 20 लाख लाग्ला कि यो किडनीकै जस्तो हो कि हाडै जस्तो हो कि धेरै पैसा लाग्ला कि भनेर सोच्नु भएको छ भने होइन यहाँ आँखा डोनरहरू पनि छन् र आँखा फेरिएको मात्रै लाग्नेछ तपाईहरुको इन्डियन 10 15 र 20,000 को भित्रमा धन्यवाद।
सानाको पनि यहाँ आँखाको उपचार हुने गर्छ। यो बच्चाको हो, हेर्न सक्नुहुन्छ। बच्चा लिएर आउँदाखेरि अप्ठ्यारो पार्छ कि दिक्कत गर्छ कि भन्दाखेरि यहाँ हेर्नु कति राम्ररी खेल्नेहरू पनि व्यवस्था यहाँ गर्नुभएको रहेछ। साह्रै राम्रो लाग्यो गाइस मलाई चाहिँ देखेर। यहाँको अप्टोमेट्रिस्ट। हजुर हजुर, यहाँ मतलब अब जुन म चाहिँ आएको आसामदेखिबाट आएको कारण चाहिँ के हो भने अब मेची आँखा हस्पिटल भनेर आउँछन् र कन्फ्युज भएर अरू अरू हस्पिटलमा जान्छन् र एक्चुअली म चाहिँ देखाउन आएको लोकेसन र हस्पिटलको भित्र के कस्तो व्यवहार वर्ताव कस्तो छ हैन त्यो देखाउन भनेर आएको। धेरै राम्रो लाग्यो र यहाँ अब अलिकति दुई कुरा भनिदिनु होला हस्पिटलको बारेमा। अब हस्पिटल एकदमै धेरै पुरानो हस्पिटल हो, हाम्रो कम्युनिटी आई हस्पिटल हो हैन। यहाँनिर सेवा प्रदान गर्दै आएको पनि धेरै वर्ष भइसकेको छ। सबैजना आउनु होला। यहाँनिर सबै डिपार्टमेन्टको उपचार चाहिँ एकदमै राम्रो हुन्छ हैन। अनि त्यही हो। धन्यवाद र गाइस, उहाँको जानकारी पछाडि हामीहरू लाग्छौँ। र गाइस, आँखा कहाँ फेरिन्छ भन्दा तपाईहरु अब थाहा लाग्ने छ। यहाँ के हुन्छ? यहाँ यो कर्निया आँखा फेर्ने भनेको यहाँ। हो, आँखा फेर्ने भनेको यहाँ। नमस्कार म्याम, तपाईलाई नमस्ते। हजुर, यो चाहिँ यो जुन यसलाई चाहिँ के भन्छ? योलाई चाहिँ हाम्रो कर्निया डिपार्टमेन्ट, यहाँ क्याटरेक्ट एन्ड रिफ्र्याक्टिभ। हजुर हजुर, यहाँ चाहिँ के हुन्छ? हामीले चाहिँ यहाँ कर्निया भनेको आँखाको नानी हैन, त्यसको रिलेटेड केही डिजिजहरु छ भने त्यसको ट्रिटमेन्ट हुन्छ। हजुर, यहाँ के आँखा फेरिने नि हुन्छ यहाँ? यहाँ कर्निया ट्रान्सप्लान्ट हुन्छ। हजुर हजुर, यो अब जस्तो आँखा फुटेर आएकोलाई चाहिँ अब थेरापिटिक हामीले चाहिँ केराटोप्लास्टी गर्छौँ हैन। अब अप्टिकल पनि हुन्छ, कर्निया ट्रान्सप्लान्ट हुन्छ। अहिले हामीले रिफ्र्याक्टिभ सर्जरीहरु पनि स्टार्ट गरेका छौँ, स्माइल सर्जरीहरु। र कस्तो खालको आँखा चाहिँ फेरिन्छ? मतलब जुन हामी भनिन्छ आँखा फेर्ने अरे भन्दाखेरि र कस्तो खालको आँखा चाहिँ फेर्न सकिन्छ? अब जस्तो अब भिजन कम भएको छ हैन, त्यो डिजिज अनुसार हुन्छ। धेरै जस्तो यहाँ स्कारहरु भएर आएको मान्छे हुन्छ हैन, डिस्ट्रफीहरु, डिजेनरेसनहरु, अगाडि त्यो कालो भागमा जो दागीहरु जसले गर्दा भिजनहरु कम भइरहेको हुन्छ हैन। तर त्यो आँखा फेर्नु भन्दा अगाडि आँखाको नसा, आँखाको पर्दाहरु सबै राम्रो हुनुपर्छ, क्राइटेरियाहरु। हजुर हजुर हजुर, त्यो अनुसारले हामी आँखाको चेन्ज गर्छौं। हजुर, धन्यवाद धन्यवाद म्याम, थ्यांक यू। र डाक्टरको जानकारी पछाडि हामी चाहिँ लाग्छौँ अरू सुविधाहरू हेर्न। र गाइस, यो चाहिँ रिसेप्सन हो। यहाँ तपाईहरुलाई केही प्रब्लम भयो, केही समस्या भयो, यहाँ तपाईहरु आएर भन्न सक्नुहुन्छ। र गाइस, हस्पिटलमा फास्टैगको सुविधा पनि छ अरे। के हो त फास्टैग? हामीहरू बुझौँ। धेरै तिरेर गर्छु भन्नेलाई यो फास्टैग हो। ओके 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 ओके, यो हेर्न सक्नुहुन्छ। यो चाहिँ फास्टैगको रहेछ। यो ब्रान्ड हो फास्टैग भनेको चाहिँ हैन। फास्टैग भनेको चाहिँ फास्टैग। टिकटको पैसा चाहिँ अलिकति बढी लाग्छ। हजुर हजुर, नर्मलमा 100 लाग्छ भने यहाँ फास्टैगबाट उपचार गर्दा चाहिँ 375 रुपैयाँ तिर्नुपर्छ इन्डियाको आइसी। हजुर, स्टार्टिङ 375 तिरेपछि भित्रको लाग्ने उही नर्मल जस्तै उही हो। अरु बाकीहरु यो सबै यसमा फास्टैगमा चाहिँ दबाई, चस्मा, हजुर, डाक्टरहरु यहीमै अलाउड हुनुहुन्छ। सबै यहीँकोबाट समस्या समाधान, यहीँबाट समस्या समाधान हुन्छ। भित्रभित्रै कहीँ मतलब जानु परेन। यहाँ गर्दा खाली अपरेसन गर्नु पर्ने हो भने नि अपरेसन थिएटरमा जानु पर्यो, जानु पर्दैन। सबै यहीँबाट भइहाल्छ। नर्मल यदि तपाईको अब तपाईलाई छिटो चाहिन्छ भने चाहिँ यो ठाउँबाट गर्न सक्नुहुन्छ, जुनलाई भन्छ फास्टैग। र यहाँ तपाईहरुको यी सानो मतलब सानो उपचारमै तपाईहरुको रोग निको हुने रहेछ भने चाहिँ यी भित्रभित्रै तपाईहरुको काम सकेर तपाईहरु आफ्नो घरतिर जान सक्नुहुन्छ। र गाइस, यी सबै जानकारी हासिल गरे पछाडि हामीहरू लाग्छौँ फ्री बेडको सुविधा हेर्न। यो चाहिँ के? यो चाहिँ के हो? यो रुम यो चाहिँ हाम्रो टोटली फ्री बेड हो। फ्री बेड। यहाँ कतिवटा बेडको सुविधा छ त? हाम्रो लगभग 200 वटा बेड चाहिँ हाम्रो फ्री बेडै छ। फ्री बेड। यहाँबाट ट्रिटमेन्ट भएर नजाउन्जेलीसम्म यहाँ बस्न पाए मजाले 2 दिन 3 दिन डिस्चार्ज नहुन्जेली बसेर उपचार गरेर खाली बेड चाहिँ तपाईहरु आएको दिन बेड चाहिँ खाली हुनु पर्यो हैन? खाली हुनु पर्यो। खाली भएन भने चाहिँ के सुविधा? खाली भएन भने अब प्राय खाली नै हुन्छ। 200 बेडहरु त त्यतिकै भरिदैन, खाली नै हुन्छ। किनभने 200 बेड भरिन अरु क्याबिनहरु पनि अनि उपलब्ध छ। हजुर हजुर। र गाइस, फ्री बेडमा नबसेर आफ्नो केबिन लिएर बस्छु भन्दाखेरि कस्ता खालका केबिन छन् त त्यो पनि तपाईहरुलाई म देखाउँदै छु। अहिले चाहिँ हामीहरू जाँदै छौं यहाँ पेशेन्टहरु बस्ने केबिनमा। यी सबै नै केबिन हुन् कि? सबै केबिन। अहिले चाहिँ यहाँ छैनन् र बन्द छ। ए बिरामी हेलो, यो चाहिँ क्याबिन हो। केबिन हो। बिरामीहरु बस्नको लागि। हजुरहरु कहाँदेखि? हामी रिसिभरबाट। यही हो। बत्ती बाल्दिदा र बिरामी विराटनगरबाट हामी। ओके, तपाईहरु कहिले आउनु भएको थियो? हामी आज आउनु भएको थियो। तपाईहरुको ट्रिटमेन्टहरु भइसक्यो र सुविधाहरुमा तपाईलाई कस्तो लाग्यो? राम्रो क्लिन छ, सब राम्रो क्लिन छ हैन? गाइस, मलाई चाहिँ एकदम यहाँ भित्र पसेर जुन क्लिन देख्दै छु म 3 स्टार 4 स्टार 5 स्टार होटलको जस्तो म क्लिननेस देख्दै छु यहाँ हेर्न सक्नुहुन्छ। एसी क्याबिन हो। 1000 रुपैयाँको रेन्ट छ।
नेपाली 1000 इन्डियन 100 क्या यहाँ डलरको कुरो हुँदैन भारू हुँदैन हजुर हजुर 1000 मा हो मैले तिरेको हजुर हजुर र सम्पूर्ण कुरोहरू हामीलाई सबै अप टु डेट छ सबैले राम्रो व्यवहार राम्रो छ मिठो छ सबै मिठो छ हजुर 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 धन्यवाद हजुर हामीले भेटेको ती सुविधा आजै तपाईको ट्रिटमेन्ट चाहिँ भइसक्यो आज हामी अघि बिहान 8 बजे यहाँ गएका थियौँ हजुर हजुर अपरेसन भयो अपरेसन गर्नु यहाँ हेर्न सक्नुहुन्छ उहाँहरू आजै आउनु भएको अपरेसन भयोरी पनि उहाँ केबिनमा हुनुहुन्छ अहिले र हेर्न सक्नुहुन्छ विराटनगर घर चाहिँ हजुर 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 धन्यवाद हजुर धन्यवाद ल अपरेसन भयो बस्नु न बस्नु खै गार्जन कहाँबाट आउनुभयो घर कहाँ तपाईँको अरुणाचल तपाईहरु अरुणाचलबाट आउनुभयो अरुणाचलबाट कहिले आउनु भइरहेको थियो हिजो आएछ हजुर अनि कस्तो भयो यहाँ ट्रिटमेन्ट तपाईहरुको ट्रिटमेन्ट भइसक्यो अपरेसन गरिसक्यो केही असुविधा पर्यो कि परेन कि राम्रै छ केही प्रब्लम छैन तपाईहरुलाई बा म यता बाटो पो देखिन कि उ भएन कि भन्दाखेरि त केही त्यस्तो पर्नु भएन नि तपाईहरु अप्ठ्यारोमा त पर्नु भएन सबै स्टाफले राम्रै खालको तपाईहरुलाई व्यवहार गर्नुभयो हजुर 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 धन्यवाद कोही अब आँखा नदेखेर जानेहरूको लागि चाहिँ लिफ्टको पनि सुविधाको छ यहाँ इंडिया से है मैं आसाम से हूँ नमस्कार गाइस मैले यहाँ तपाईहरु हेर्नु सबैजनै प्राय कोही आसामबाट कोही त्रिपुराबाट कोही डिमापुरबाट सबै प्राय नै नॉर्थ ईस्ट का मैले मान्छे भेटिरहेको छु र आप लोग कहाँ से आए अगरतला त्रिपुरा अगरतला से यहाँ कब आए थे आप लोग आज सुबह आया आज सुबह तो आप लोगों का ट्रीटमेंट हो गया हाँ हो गया कितने लोग आए थे ट्रीटमेंट के लिए 6 लोग पूरा ट्रीटमेंट के लिए आप लोग आए हैं पूरा 6 लोग तो पूरा ट्रीटमेंट 6 लोगों का ही ट्रीटमेंट हो गया तो आप लोगों को इधर आके कैसा लगा ट्रीटमेंट करके बहुत अच्छा लगा कोई दिक्कत परेशानी नहीं कुछ नहीं तो हो गया और आपका जो बजट के हिसाब से आपने सोच के आए थे इतना बजट में हो जाएगा क्या नहीं लगा उतना बजट भी नहीं लगा हेर्न सक्नुहुन्छ गाइस जुन बजेट सोचेर आउनु भयो त्यो यति चाहिँ लाग्छ होला यति धेरै लाग्छ होला भनेर सोचेर आउनु भइरहेको थियो त्यो बजेट भन्दा पनि निकै कम्तीमा यहाँ उपचार भयो 10,000 रुपया भी नहीं लगेगा यहाँ पे डॉक्टर देखा जी और जो डॉक्टर जब देखते हैं उनका व्यवहार आप लोगों से बात करने का तरीका कैसा रहता है अच्छी है हर एक स्टाफ का तो माने बहुत अच्छी है बहुत अच्छा ना केयरफुल से देखता है सब कुछ देखते हैं ना धन्यवाद र हजुरले धेरै जानकारी दिनुभयो र उहाँलाई मेरोपट्टिबाट विशेष धन्यवाद बहुतै हामीहरुको हेल्प गरेर विभिन्न ठाउँमा हामीलाई देखाउन लैजानु भयो हेर्नु तपाईहरु फेरि पनि कन्फ्युज नहुनु होला र यही बीच हाम्रो भेट हुन्छ हस्पिटल जसले डिजाइन गर्नुभएको उहाँसँग र उहाँले के भन्नुहुन्छ त सुन्नु होला र जुन यहाँ उपचार गर्न आउँछन् हैन उपचार गर्न आउँछन् अनि बाहिरबाट जुन अहिले ग्लासहरु चस्मा हाम्रो चाहिँ चस्मा भन्छन् तपाईहरु के भन्नुहुन्छ चस्मै जुन बाहिरबाट जुन चस्मा लान्छन् त्यो चाहिँ किन मान्छेले किन बाहिरबाट चस्मा लैजाँदै अब यसमा चाहिँ के हुन्छ भने धेरै जस्तो हाम्रो यहाँको कस्टमरहरू बाहिर होटलतिर बस्ने गर्छ हैन बाहिर होटलतिर बस्ने गर्छ होटलमा बस्दाखेरि बाहिर चस्मा दोकान धेरै छ हैन बाहिर सट्टै हेर्दाखेरि धेरै चस्मा दोकान छ अब जस्तो यस्तो हुन्छ भने मान्छेलाई भ्रममा पार्ने जस्तो भ्रममा पार्दाखेरिको कुरामा उहाँहरूले के भन्छ बाहिर बसे हुन्छ उनीहरूले त्यो भित्रबाट उनीहरूको कन्ट्याक्ट हुन्छ हैन जस्तो एउटा चस्मा बराबर त पक्का पनि आउँछ हैन जस्तो यहाँ भित्रको एउटा क्वालिटीको कुरा गर्ने जस्तो अब उहाँ यहाँ 1000 भन्यो उहाँ 500 600 700 भन्यो तर क्वालिटी बुझ्दैन नि त चस्माको अब यहाँ पनि माग्यो भने 500 को पनि पाउँछ हैन तर यहाँ अब 1000 1200 को देखाउँदाखेरिको बाहिर जाँदाखेरि 500 600 700 को चस्मा देखाउँदाखेरि तर क्वालिटीमा त फरक छ क्वालिटी त बुझ्दैन हैन ल म हामीलाई पनि यो रेन्जकै चस्मा दिनु नि त 500 सम्मको रेन्जको चस्मा दिनु भन्दा यहाँ पनि पाउँछ अब त्यो भएर चाहिँ अलिकति कन्फ्युज उहाँहरू भएको जस्तो लाग्छ मलाई अब जस्तो एउटा कुरो ब्रिफिङको कुरा आयो बाहिर किनभने सबै बाहिर त कमिसनै हो रुम पनि कमिसन हैन खान बस्न जे कुरो पनि त कमिसनै हो हैन गाडीले मान्छे झार्दै कमिसन हो अर्को अब यहाँ त फेरि पाउनेवाला छैन यहाँ भित्र 1 पैसा पनि कमिसन हुँदैन मैले 20 वटै चस्मा बेचे पनि कमिसन पाउँदैन त्यो पनि भ्रममा उहाँहरू पर्नु भएन जसरी सीधा सिधी यहाँ कारोबार गर्ने गर्दाखेरि यहाँ कुरो अब सुत्नुदेखि लिएर अघि फ्री रुममा बस्नुहुन्छ फ्री रुममा 100 कोमा बस्नुहुन्छ 100 मा 500 मा 500 को रुममा दिनको एसी देखि लिएर हट वाटर देखि लिएर बस्नुहुन्छ त्यो फ्री छ हैन घुर्नको लागि गार्डन छ बस्नुको लागि गार्डन छ पार्किङ फ्री छ हैन कतिवटा गाडी यहाँ बाइक गाडी गरे कति आट्ला मलाई 200-300 त गाडी अट्छ यहाँ 200-300 गाडी अट्छ जम्मा गरी 200-300 बाइक त्यति 4-500 नै अट्छ र एउटा कुरो अब यहाँ जस्तो अब यहाँ उपचार गरौ हजुर अब बिरामीले उपचार गर्नु भए पछाडी जुन एउटा चस्मा जुन प्रेस्क्रिप्सनमा लेखा जान्छ हैन
त्यो चस्मा यहीँबाट किनेको राम्रो कि बाहिरबाट किनेको राम्रो विशेष चाहिँ? अब बाहिरबाट किनेर लानुहुन्छ उहाँहरूको दुर्भाग्य हुन्छ। कसरी भन्दाखेरि बाहिरबाट यहाँ चस्मा बनाएपछि यहाँ चस्मा चेक गर्नुपर्छ मेसिन, जुन मेसिन उहाँहरूसँग छैन। चस्मा बनाइदिन्छ, यहाँ पावर लेखेको त हुन्छ, त्यो पावरको चस्मा बनाएर पनि मेसिनमा चेक गर्नुपर्छ। तपाईँहरूलाई अहिले म त्यो मेसिन पनि देखाइन्छु। यहाँ दुई तीन जग्गा छ त्यो मेसिनहरू, तर अब त्यो मेसिनबाट चेक नगरी लगेको चस्मा सक्सेस हुन्छ कि हुँदैन, त्यो आँखासँग सुट छ कि छैन लेखेको भरमा मात्रै। यहाँ त रिटेस्ट हुन्छ, चस्मा बनाएर टेस्ट हुन्छ। अनि त्यसो गर्दाखेरि उहाँले कम्प्लेन गर्यो, ल मेरो आँखासँग मलाई यो सेड भएन चस्मा भनेर आउँदाखेरि उनीहरूसँग टेस्ट गर्ने मेसिन छ कि छैन? टेस्ट गर्ने मेसिन छैन, छ त, राखेको छैन, यहाँ छ। र हेर्नुहोस्, उहाँले राम्रो एउटा जानकारी दिनुभयो। तपाईँहरू यति चाहिँ भ्रममा नपर्नु होला। तपाईँहरू जुन यहाँ ट्रिटमेन्ट गर्न भनेर आउनु हुँदैछ र हस्पिटलकै थ्रुबाट तपाईँहरू चस्माहरू लैजानु होला। मैले जानेको हिसाबमा त्यो चस्मा अहिले उहाँले भनिसक्नु भयो, तपाईँहरूको पावरको हिसाबले चस्मा भइसके पछाडि पनि तपाईँहरूलाई त्यो चस्मा मेसिनमा चेक गरे पछाडि मात्र तपाईँहरूको आँखासम्म पुग्नेछ। र बाहिर जुन चस्मा तपाईँहरूले लिनुहुन्छ होला त्यो पनि त्यति नै पावरको होला, तर उहाँहरूसँग चेक गर्ने मेसिन छैन। र भोलि तपाईँहरूसँग फ्रड पनि हुन सक्छ बाहिर, जुन कि हस्पिटलबाट हुँदैन। यत्रो टाढा टाढादेखिबाट आउनुहुन्छ र 500,000 रुपियाँको मुख नहेरेर भरिसक्के हस्पिटलबाटै चस्मा किन्नुहुन्छ भन्ने म चाहिँ आशा गर्छु। किनभने मैले तपाईँहरूसँग आशै गर्नुपर्छ। यत्रो मैले तपाईँलाई एउटा रिपोर्ट बनाएर दिए पछाडि म तपाईँहरूसँग यो आशा गर्छु कि तपाईँहरू जुन चस्मा किन्नुहुन्छ त्यो चस्मा पनि हस्पिटलकै माध्यमबाट किन्नु। धन्यवाद। र गाइस, हस्पिटलमा धेरै खालका सुविधाहरू छन् र तपाईँहरू आएपछि तपाईँहरूलाई आफै पनि थाहा लाग्नेछ। र भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर गर्न नभुल्नुहोला। धन्यवाद। र चाहेको एक सुर्कीसँग सबैमा गुड इभिनिङ।